हेरिदिनुहोस् त डराउनु पर्दैन यसलाई केही पनि हुँदैन एउटा नेपाली भाइको खेल हो यही खेल देखाउँथ्यो पहिला इन्डियन मुसलमान दाजुभाइहरूले हो किन भन्नुहोस् त आज एउटा तपाईँको सानो नेपाली भाइले देखाएको छ तपाईँ नेपाली म नेपाली डराउनु पर्दैन सबैजना अलिकति घेरा हात टेकेर हेरिदिनुहोस् मलाई पनि देखाउनलाई सहज हुन्छ त्यही भएर अलिकति गोलो भएर हेरिदिनुहोस् न है प्लिज अगाडि आइदिनुहोस् है म हात जोड्छु सबैजना अलिकति अगाडि आइदिनु त यताको मान्छे पनि हल्का अगाडि आइदिनु उताको मान्छे यताबाट पनि अगाडि आइदिनुहोस् त ल हेरेर बङ्गालीमा काम छु उत्तर कामदरी सेतरकी चौध कोरी पन्ध्र गान जागुरी बेरमा सानो तल्लो रहेछ मान्छे धेरै बेरको लागि अनि एकछिनको लागि एक जनानी बाबु 70 902 जादुपुरी हक लगाई मानदेव के लाग दुई लिएर जाऊ दुई तालीबाट गाइदिनुहोस् त दाजुभाइ एकचोटि एक अगर दुई तीन ओइ ओइ आइस्ते पप त्यहीँ बस ओ दाइ हेलो यता हेर्नु न मान्छे यता हालेको उता हालेको कहाँ उता लाटाले पापा हेरे जस्तो यता हेरे यताबाट भाग्ला यता हालेको त्यहीँ बस है भन्नु न ओइ भाइ तिमी कति फेर फर्केर आउँछौ भनेर सोधिदिनुहोस् तिमी कतिखेर फर्केर आउँछौ भाइ अलि जोडले बोलाइदिनु न ओ भाइ खाने काम सुन्छ कि यसले अलि जोडले बोलाइदिनु न ओ भाइ भन्नु न ओइ भाइ ओइ बुच्चे ओइ केटा ओइ लड्का बाहिर आइज मेरो बुढी पड्का नपड्काउने यसको नाम लिएर बोलाउनु न नाम यत्रो बेरसम्म बस्नुभयो परिचय गरेको छैन यसको नाम दुईटा छ गुरुले राखेको नाम एउटा लामो एउटा छोटो कस्तो नाम लामो र छोटो भनेको लामो सुन्नुहुन्छ कि टाइटल नाम छोटो सुन्नु भनेको छोटो सुन्नियो ल छोटो सुन्ने भयो भनिदिनु अलेन चक्रवर्ती केटा सुरेश गीतका भनिदिनु त यसको खानदानको नाम हो क्या यसैको नाम हो भन्नु न यसरी अलेन चक्रवर्ती केटा सुरेश गीतका भन्नु ओ आराम नाति फाटी भन्न आउँदैन म त्यस्तो आएन म बोलाइदिम ओइ भाइ ओइ फुच्चे मरो जस्तो छ भाइ बाबु तर देखानी विचार छ कि के हो तपाईँको यार पोको पारेछ त अनि ओइ भाइ यता ला ओइ भाइ बाबु मरो जस्तो छ यताको मान्छे पनि हावा टाइट गर्नु अलिकति अगाडि आइदिनुहोस् न घेरासम्म है भाइ केटा ताली पड्काइदिनुहोस् त एकचोटि सबैले प्रेमले ताली पड्काइदिनुहोस् ओइ बुच्चे ओइ केटा खुट्टा हाल्नु त खुट्टा ओइ भाइ अर्को पनि लैजा फेरि मसँग मान्छेलाई पनि लगिहाल्छ ताली त पड्काइदिनुहोस् न सबैजनाले अब यो मान्छेलाई छोड्नुहुन्न है ए मसान यो मान्छे भाग्यो भने दुइटै आँखा उडाइदेऊ त के आँखा उडाइदेऊ नि आउनुहोस् अब म यहाँ घेरा एकछिनभित्र नआइदिनु दाइ अब यो दाइलाई छोड्नुहुन्न है यहाँ के हालेको थियो मान्छे हात हाल्दा मान्छे भेट्यो खुट्टा हाल्दा भेट्यो यहाँ मान्छे रहेछ ठिकै छ छैन भने चौकीमा जानुपर्छ त्यहाँ गएर कोदै खानीको तपाईँ हो नि तर माफ गर्नुहोस् है दाजु दिदी बहिनीहरू जादुवाला भाइ त माने आएछ रे हेर्दा 25 वर्षको मान्छे जालीमा गाठो बनाएको गाई बनाइदियो रे माफ गर्नुहोस् मान्छे उडाउनेमा म यहाँ आउँदिनँ थिएँ एयरपोर्टमा बस्ती जति पनि मान्छे आउँथे उठाउँदै पठाउँथे है तर माफ गर्नुहोस् भगवान होइन माटोमा मिल्नलाई चराचुरुङ्गीको बच्चा होइन आकाशमा उड्नलाई मान्छेको बच्चा हो चार कुना मध्ये एक कुनामा लुक्नुपर्छ पहिला म हेर्छु अनि सबैजनालाई यो टोकरी पल्टाएर देखाउँछु हुन्छ भन्नुहोस् त हुन्छ ल ताली पड्काइदिनुहोस् के त आउनुहोस् न कहाँ भागिरहेको बुढो मान्छे चाहिँ आत्तिएर भागिरहेको रहेछ बाबु कुच्चे कहाँ गइस् त भाइ आमा यहीँ त रहेछ नि ऊ गाउँको तल भन्नु न घरमा पनि चियाउने बानी छ क्या तपाईँको हेर्न लागेको चियाउने होला म देखाइहाल्छु नि उता जानुहोस् न कहाँ चिया हेर्नु यहीँ रहेछ त जोडले हात बाँधेछ जालीको काँडा खोल्न नसकेर यही डल्लो परेर बसिरहेको छ हेर्ने हो ल यताबाट आउनुहोस् यता हो यता भनेको यता हो यता भने यता आउनु नि तपाईँ यता भनेको के कहिले यता भन्ने कहिले यता भन्ने अनि कता यो भाइलाई देख्छ यता र उता लुक भने तपाईँ चाहिँ कहाँ यता उता गरेर यहाँ आउनु न यहाँ आउनु तपाईँ चाहिँ बस्नुहोस् बस्नु भयो अनि कान समाउनु भने होइन नेपाली कुरा बुझ्दैन दाइ बुझ्छु यसलाई के भन्छ यसलाई काँध कहाँ कान तानिरहेको यार अर्काको कहाँ समाउनु न काँध घरको बुढी हो यहाँ लोपको अँगालो मारे त यहाँ राख्नुहोस् भन्नुहोस् ए मसान म केही पनि ढाँट्दिनँ ढाँट्यो भने खोपडी उडाइदियो अनि ढाँट्यो भने उडाउँदैन त नि मान्छेदेखि के भन्नुहुन्छ खुच्चेदेखि नढाँट्नु होला है यहाँ है ढाँटे तपाईँले केही पनि पाउँदैन बुढो मान्छे भएर ल हेर्नुहोस् भित्र मान्छे छ कहाँ टाउको लम्बाइ हालेको मान्छे छ खुच्चे छ केटा छ हात छ जिउ छ भैँ छ यत्रो भइ पनि यहाँ भुइँ पनि छैन त अनि सोचे गर्ने अनि भुइँहरू यत्रो भुइँ देखेन यहाँ त देउसो यो दाइको आँखामा त मोती बिन्दु लाग्यो यत्रो मान्छे यहाँ डल्लो पऱ्यो देखेन ल आँखै खोला मिच्नुको मिच्नुहोस्
यहाँ यत्रो मान्छे देखेन मिच्नु न मिच्न बिरे मसान उताबाट हेर्नुहोस् त त्यहाँ मान्छे मेरो भाइ नभए को हो त एकचोटि हेर्नुहोस् त त्यहाँबाट त्यहाँ हेर्नुहोस् त मेरो भाइ त्यही छ हेर्नुहोस् त हेर्नुहोस् तालीबाट गाइदिनुहोस् त हजुर आइबाट झन्नै चाहँदैन के भयो दाइ हेलो के भयो भनेको यहाँ डाँडा निकालेर यो चिलामा चिप्रेर झन्नै चाहँदैन म त नहेर्ने के आयो भनेको भूत आयो भने अनि दिउँसो भुत आयो भने हामी सबै के खाटामुनि लुक्न जाने हो त्यहाँ हेर्नु न निकालिदिउँ है मान्छे यार उताबाट एउटा भाटा टिप्नुहोस् त उहाँबाट त्यो भाटाले छ नि दाइ म भुतलाई बाहिर निकाल्छु टाउकै टाउको मान्नु होला है हो कसको मान्नु होला टाउकोमा हाल्नु भन्नु आयो तपाईँ मेरो होइन पर उ यसको भनेको क्या भुतको त्यसको त म यसले हाल्यो भने त म मरिहाल्छु नि भन्नु न ओइ भूत ओइ भूत बाहिर आइज बाहिर आइज मेरो नाखा मुत मेरो नाम मुतलास आइज कुर 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 के को भूत हुनु दाजुभाइ यी फुच्चेको टाउको टाउको नुहाबाट ओइ मान्छे हो कति भनेपछि हान्नु भनेको एकै नभने भुतो बजाएको तर्काको आफैले बनाएर हाने अनि हातै बाँध्दैन यार उता जानुहोस् यार हरामी रहेछ घर कहाँ हो अगर ढङ्गको मान्छे हरामी हुँदो रहेछ यार भूत भूत पर्दैन आइज खुर 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 आइज तालीबाट गाइदिनुहोस् त भूत भूत आइजो 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 यही हो भूत अहिले लगाएको कपडा यही हो तपाईँले बाँधेको यही हो ल भन्नु न ओइ भाइ ओइ भाइ कताङ ननाङ्गे त कहाँ दौडेको नाङ्गा नाङ्गा कहाँ दौडेको ल पर्खिराख है पर्खिराख है म पनि आउँदैछु म त आएको हेर्नु आउने तालीबाट गाइदिनुहोस् त हजुर अहिले के देखाएको त एउटा इन्द्रजालको खेल देखाएको है यसैको नाम भनिन्छ जानी इन्द्रजाल नजाने आफ्नै जुगो काल इन्द्रजाल पढ्नु साधना गर्नुहोस् म जस्तै खुङ्खार जादुगर बन्न सक्नुहुन्छ बाई मिस्टेक इन्द्रजाल पढ्यो विधि मिस्टेक भयो आफैले लाएको पाइट आफैले टाउकोबाट अर्ध पकाल बनाइदिन्छ जाने इन्द्रजाल नजाने आफ्नै जुगको काल यही इन्द्रजाल सम्बन्धीबाट मेरो गुरुले तिराज कटक बङ्गाल आश्रम गटीमा साइकलको टायरलाई सर्प बनाउँथ्यो भने म एउटा सानो यसको नमुना म बनाएर देखाउँछु हुन्छ भन्नु त हुन्छ ल ताली पड्काइदिनुहोस् बनाइदिउँ है यो अघिदेखि बनाउँछु भने बनाएको छ ल तल बनाउनुहोस् यो साँप बनाउनु पायो भने टोक्नेवाला बनाइदिउँ कि चुस्नेवाला बनाइदिउँ चुस्नेवाला बनाइ अहिलेसम्म चुस्ने साँप देखाएको छ त्यही नदेखेको भरे हो ल सिधा गर्नु लैजा नडराउनु न दाइ नडराउनु केही पनि हुँदैन के केही पनि छैन ल सिधा गर्नु 1 2 3 मान्छे फुलिन्छ नडराउनुहोस् है आज मर्ने भोलि मर्ने एउटै कुरा त हो नि कहाँ एउटै कुरा यो होइन ल सिधा गर्नुहोस् है ल सिधा गर्नु ओ मान्छे हो हेलो के गरेको मान्छे छाने क्या मान्छे छामेको आमामा भेट्नुभयो त उत्रो भेट्छ म 420 नै 840 फेला परेछ यार के गरेको भने मान्छे छामेर भेट्यो त फेरि हातै छिनाइदिएला नि ल हेर्नु होला अब एउटा खेल हो रमाइलो हो ल बाहिरबाट हल्ला नगरिदिनुहोस् एकचोटि प्रेमलाई तालबाट गाइदिनुहोस् त अब साप जिउँदो बनाइदिउँ हजुर अनि कसरी जिउँदो बनाएर यहाँ हिँड्दो रहेछ है हजुरको आँखा अगाडि है ल हेरिजेरी बङ्गाली पठाइदियो है मसानवाला साप हेरे योसँग यसले गर्छ अहिले बुढो राजी समलको डान्स है दाइ त्यसले गर्छ अहिले के थाहा छ चञ्चले रेखा थापाको डान्स ब्रेक डान्स हेर्ने है बुझ्नुभयो नि थुरथुरी भए पनि नडराउनुहोस् तपाईँहरूलाई यहाँ केही भयो भने मलाई छोड्छ त अनि किन डराएको नडराउनु न ल सिधा गर्नुहोस् ल अलिकति अगाडि अगाडि आइदिनु त एकजना सबैजना अलिकति घेरा टेकेर हेरिदिनु अलिकति अगाडि अगाडि केही पनि हुँदैन तपाईँहरू डराउनु पर्दैन हेलो एकछिन हल्ला नगरिदिनुहोस् न है अलि अगाडि अगाडि आइदिनुहोस् त सबैजना हेरिचेरी बङ्गालमा गएको छु उत्तर गम्भीर शैतानको चौधो होडी पन्ध्र जाको कुनमान धारमान सकत अगाडि भन सकत पछाडि मेरो गुरुको विद्यालय भन लो मोसन चिटचिट बनाइदियो एक हातको लामो धेरै बेरको लागि होइन एक अगर दुई मान्छे हो के गरेको छिनिक 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 गर्छ अरे यार छिनिक छिनिक होइन क्या तिनिक तिनिक भन्नु न नडराउनु न रबरको सर्व जति समाते त्यति फुलिन्छ के नडराउनु न है थुरथुरी भए पनि सिधा गर्नुहोस् दुई भन्नु न ओइ साप ओ साप डराउँदिन डर त लागिरहेछ डराउँदिन ए डर लागिरहेछ डराउँदिन डराउँदिन बाउको छोरा हो बाउको छोरा हो बाउको कि आमाको दुबईको हो तपाईँको बाउमा दुबईको कि कतारको ए दुईजनाको हो भने अनि के ए दुईजनाको भनेको तपाईँको अरू बाउ त छैन नि यो भाइको टोकरीमा छिर्नेको त 3टा बाउ थियो आमाले गडबड गर्यो होला कहाँ आमाले गडबड गर्यो भने ठुलो बाउ माइलो बाउ साइला बाउ छैन त्यही सोधेको कहाँ आमाले गडबड गर्यो भन्छ मान्छे हरामी रहेछ कि है ल सिधा गर्नु
2 ल चोरी अमला ठाडो गर्नु होला है अनि बिचको होइन चोरी अमला 1 2 3 गोलो घेर लगाउने त्यो रबरको सर्फ स्वाहा गरेर आउँछ झ्यापाउँ यहाँ पछाडि है अनि यहाँबाट म अर्को साँप छोडिदिन्छु ल ल रेडी 1 सबैले एकचोटि प्रेमले ताली पड्काइदिनुहोस् त दाजु दिदी पनि 2 ल आफैले गोलो घेरले गर्दा 1 2 3 ओ दाइ ओ के भयो झन्डै टोकेन के भयो भन्ने ल साँप आयो आयो नि कहाँ के कत्रो यत्रो आयो नि भित्र आएको छ कि छैन कान्छी अमला जत्रो दाइ आयो भनेर कत्रो आयो भनेको यत्रो आयो अरे कहाँ आयो खोइ त्यही छ त अनि यत्रो मान्छेलाई अब यहाँ निकालेर देखाउनु पर्यो कि परेन पर्यो नि आँखाले देखेको कुरा सत्य हुन्छ दाइ कानले सुनेको कुरा गलत हुन्छ कहाँ आएको छ साँप आएकै छैन त्यति है अरे बाफ रे बाफ